कर्णालीबाट आउँदाखेरि अचानक बस रोक्नु पर्यो किन हो त? So hello guys, welcome back to Memory 46 part 2 as well as last part. आजदेखि गाइस पिकनिकको ब्लगहरु सकिने छ अनि त्यसपछि आउँछ डेली लाइफ ब्लग। त्यसको लागि सबैले मलाई फलो गरी लाइक एन्ड सब्स्क्राइब गर्नु होला। पनि छ गाइस, हेरौँ कति दिनमा ब्लग आउन सक्छ। सबैले सपोर्ट गर्नु होला। एउटा दिदीको कर्णालीमै कपडा छुटेर हो के बस रोक्नु परिरहेको। यताबाट यस्तो भ्यू आउने चाहिँ नि गाइस सोचेको पनि थिएन। अनि एकछिन यता सरको डान्स हेरौँ गाइस, खतरा अन्त फेरि संबिनाको डान्स के राम्रो देखिरा होला गाइस। त्यसको लागि चाहिँ सँग हाल्न पाएन, नत्र भने कपिराइट आउँछ के पुरै भिडियो ब्लग हुन्छ। डान्स गर्नको लागि कोही केटाहरु कम छैन, कोही सिटको माथि गरिरहेछ डान्स अनि कोही भुइँमा गरिरहेछ गाइस। खतरा अन्त फेरि हाम्रो केटाहरु त जेन्जी ग्याङहरु हो नि त गाइस। नेपाल हो के नेपालमा जे पनि हुन सक्छ। केटाहरु डान्स गर्न छोडेर यार एकअर्कालाई धकेलिरहेछ। मलाई त पुरै चिप दियो यार। डान्स गर्ने वातावरणै छैन। सुकेर गाइस पानीको तिर्खाले यस्तो भइरह नि पुरै शरीर थाकेर। डान्स गर्दाखेरि त गाइस पुरै फुल एनर्जी लगाइरहम अनि थाक्दैन त फेरि। डान्स गर्दा गर्दा गाइस हामीहरु आइपुगम घोडो प्लस घोडी भएको ठाउँमा, घोडाघोडीमा। अनि त गाइस बिहे भइरह यार हो र। टक्क गाइस अब हामीहरु जाँदै छौं घोडाघोडीको पुलबाट लाइन बाइ लाइन। अनुशासन त हुनु पर्यो नि गाइस अलि। मेरो त के कुरा गर्ने गाइस, म त पुरै अनुशासनले भरिपूर्ण छु भन्न मिल्दैन। अब चाहिँ हामीहरु जाँदै छौं घुम्न। हेरौँ गाइस कति ठुलो छ यो पोखरीको भन्दाखेरि घोडाघोडीको ताल। अहिले चाहिँ हामीहरु सबै बसेम फोटो खिच्नको लागि एउटा फोटो त राख्नु पर्यो नि गाइस, मायाको चिन्ह भनेर। यति धेरै मान्छे त गाइस क्यामेरामै अटाउँदैन। बल्ल तल्ल गाइस क्यामेरामा अटाएर अब हामी जाँदै छौं कौवाको टाउकोमा चढ्न। कौवा हैन, बकुल्लाको टाउकोमा चढ्न। यताको ताल चाहिँ गाइस यत्रो ठुलो छ नि, फर्स्टको टिकटले हुँदैन के दोस्रो चोटी काट्नु पर्छ पुरै घुम्नको लागि। अब चाहिँ गाइस हामीहरु बसिसकेका छौं प्लास्टिकको डुङ्गामा। चलाउनु पर्ने पनि आफैले हो गाइस, तर काठवाला डुङ्गामा हुन्छ मान्छे, तर योमा हुँदैन के। यो डुङ्गा त यार चलाउन पनि आइरहेको छैन। जति पाइले जाने घुमेर एकै ठाउँमा पुगिरहेछ। घुमाउनको लागि त गाह्रो हिँडिरहेछ गाइस, तर अगाडि पछाडि हान्नु पर्ने रहेछ पाइडल। त्यसपछि रहेछ राम्रोसँग चल्ने। फेरि थाहा भयो बल्ल तल्ल चलाउनै नआएर यार बोर्डसँग ठोकेर पल्टिनबाट बल्ल तल्ल बच्यो त्यो बोर्ड। यता चाहिँ यस्तो लफडा भइरहेछ, खै किन हामीलाई त्यस्तो लफडामा पर्नु छैन। त गाइस यो बोर्डले हामीलाई मार्यो त फेरि। बस छुट्नबाट बल्ल तल्ल बच्यो गाइस, न त भने घोडाघोडीबाट मैनगर हिँडेर जानु पर्थ्यो, पैसा पनि थिएन। टिका लगाएर गाइस पैसा नदिएर आयो यार, नभएर म त गाइस पुरै सिट प्याक भएर अब उभिएर जानु पर्छ। म त गाइस डान्स गर्दा गर्दै पुरै पसिनाले भिजेर कस्तो पसिना आइरहेको। घाँटी बसेर उस्तै जाम गाइस अनि पसिनाले त उस्तै। यति भन्दै टुरको मिनी ब्लग पनि सिद्धियो। अब देखि आउनु छ लाइफ स्टाइल मिनी ब्लग। त्यसको लागि गर्नुहोस् लाइक फलो शेयर सब्स्क्राइब एन्ड बाइ बाइ।